कैसे लाग्दैछ कस्तो लाग्यो ह्यापी बाँकी दुई तीनजनाको लापा अहिले चाहिँ मेरो फुलेरो यी चट्टसँगले यता यता हाई एभ्रीवान गुड मर्निङ नमस्ते वेलकम ब्याक टु माई च्यानल एगेन स्वागत छ फेरि पनि तपाईँहरूलाई मेरो नयाँ दिनको नयाँ भिडियो एन्ड भ्लगमा सो जस्तै आज पनि म हजुरहरूको सामु नयाँ भिडियो लिएर आइसकेको छु साथीहरू अनि आज चाहिँ निकै खास दिन छ मेरो लागि टुडे इज माई बर्थडे सो ह्याप्पी बर्थडे टु मी सुरुमा चाहिँ अनि त्यही साथीहरू सो अहिले चाहिँ म मन्दिर जान्छु भनेर रेडी हुँदै थिएँ फेरि आज चाहिँ मन्दिरै बन्द हुने रहेछ हाम्रोतिर सो अब म यत्तिकै कलेज जान्छु अनि कलेज गएर अनि घर आउँछु यस्तै हो आजको दिन चाहिँ मेरो केही स्पेसल हुनेवाला छैन सो केही हुन्छ कसो हुन्छ हेर्दै गर्नु होला सो अहिले चाहिँ बाई बाई ल म कलेज जान रेडी हुन्छु अब मन्दिर जान त पाइहाल्दैन के गर्नु मेकअप त खेर फाल्नु भएन अरे क्या लास्टमा चाहिँ त्यही होइन त्यस्तो होइन अब कलेज जाने अनि मन्दिर जाने भनेको थियो सो मन्दिर जान चाहिँ क्यान्सल भयो सो कलेज चाहिँ जान्छु म सो हेर्दै गर्नु होला ओके ह्यापी बर्थडे भाउजू कैसे लाग्दैछ कस्तो लाग्यो बुढो भएको हुँदा कस्तो लाग्यो बाहिरबाट त यस्तो लाग्दाको फिलिङ कस्तो आउँदैछ नानी तिमीलाई लागेको अस्ति ठिक छ लाइटु भाइले त निधारभरि वार पार लगाइदिन्छ होइन नि सबै किटिका पार्नु न खोइ म कति डर छ तिमी भरे खाने भयो बुझ्यो यो बिहान खाँदा फेरि त्यतै थाप्दैन यता थाप्यो नि देब्रे बाटामा चाहिँ अलिक थोर भएको छ हौ भाइलाई नहेप्नु हेप्ने भनेको भाइलाई दाइले कहाँ हेप्नु भयो तर मान्छे के को ल्याउनु माथि नपुगिजान्छ हेलमेटले सानो हेलमेट कहाँ छ अब सानो त्यत्रो होइन अझै सानो क्या चुप्पा लागेर म पनि खाइदिन्छु नि त ह्याप्पी बर्थडेको मिठाई सो गाइज हामी चाहिँ कलेज पढिसकेर क्लास लिइसकेर अब चाहिँ हामी खाजा खान आएको वेलकम छ तपाईँहरूलाई हाम्रो ब्लगमा ह्याप्पी बर्थडे थ्याङ्क यू खाजा खानु अब चाहिँ हामी चट्ट खाजा साजा खाने अनि घर जाने हो आशिकाले दैले उचाल्थ्यो बोल्नुहुन्छ त थाहा छ मोमो पार्टी खायौँ ल तिमीले पनि खायो म चाहिँ सुमच खाने गाई तातो तातो मोमो पनि भेटिने सुमच क्या अरे रस पनि भेटिने चना पनि भेटिने तातो तातो सुमच खाने अनि घर जाने घर गएर 3 थाल भात खाने भनेको छ
होइन मोटा ड्यान्स ड्यान्स भएछ हेर बाँकी गर्ने थुक्क 2-3जनाको लापा ऊ ती छन् 3जनाको लापा या साथी मस्ती छ यिनीहरूको जिन्दगी बसन्ती धुन ल्याएको यार साथी नाम्सालिङको धुलो पखाल्न थोरै बेर लागिसकेन हाम्रो भाइले स्लोली धुँदैछ अब झन् सुनिँदैन बोलेको मै कराएर बसन्ती नि अब साथीहरू अहिले चाहिँ म घर आइसकेँ देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा अनि आज चाहिँ मैले सोचेको थिएँ अस्ति नै आजको दिन चाहिँ पूजासुजा लाउने मेरो बर्थडे यसपालि मिलेको थियो नि त अनि पूजासुजा लाउने ओर्ने भनेर मैले चाहिँ चट्ट सोचेको थिएँ तर सोचे चाहिँ जिन्दगी रहेनछ है अनि त्यस्तै मिलेन यसपालि अब अनि अब त तर बर्थडे पनि अब त केटाकेटी हुन्जेल मात्रै रहेछ हौ साथीहरू रमाइलो हुने यताउता है हुन्छ नि एक प्रकारको अनि अहिले त केही मतलबै छैन यादै भएन र पनि ठिकै छ अहिले बिहान कलेज गयो अनि आइयो साथीहरूसँग भेटसेट गरेर निकै दिन भएको चाहिँ कलेज नगएको अनि नोटसोट लिनको लागि खासमा गएको म चाहिँ गयो आइयो अनि त्यस्तै भयो सो आजदेखि चाहिँ 22 वर्ष पुरा भएर 23 वर्षमा टेकियो साथीहरू 23 वर्षको भइसक्यो तर बानी बेहोरा चाहिँ बच्चै छ अझै पनि कहिले बुद्धि आउला कहिले गरौँला केही अहिलेसम्म केही गर्न सकिएको छैन है आफ्नो लागि ठिकै छ केही छैन यस्तो दुःखको कुराहरू गर्नु हुँदैन आजको दिनमा अनि अहिले चाहिँ अब म घर आइसकेँ घरमा चाहिँ कोही हुनुहुन्न अनि हजुरबा पनि हुनुहुन्न कता जानुभएछ सो अब 2-4 दिन त म हराएको थिएँ म नाम्सालिङ गएको थिएँ अनि अहिले चाहिँ म घर आएँ अहिले चाहिँ मेरो फुलहरू कस्तो दामी फुलेको छ म देखाउँछु ल तपाईँहरूलाई एकलट सट्टासँगले कस्तो मजाले फुलेको छ साथीहरू अहिले चाहिँ मेरो फुलहरू यी चट्टासँगले यता सबैतिर मजाले फुलहरू फुलेर अहिले चाहिँ उज्यालो भएको छ घर है सो विस्तृत रूपमा चाहिँ म फुलहरूको मात्रै भिडियो एक दिन लिएर आउँछु भन्छु त्यो बिहान ल्याउँदै भ्याउँदिनँ कि म के हुन्छ अनि आज पनि मैले फुल लिएर आइरहेको छु कलेजबाट यहाँनिर एउटा यस्तै पहेँलो खालको रहेछ कि अनि चोरेर अरे अनि लिएर आएँ चोरेरै सरलाई नमागिकन ल्याएको चोरेर ल्याएको यहाँ रहेछ चक्लेट मैले यसो कलेजमा साथीहरूलाई दिएको अनि त्यही हो साथीहरू अब चाहिँ म कपडा सपडा चट्टासँगले फेर्छु गर्छु अनि खानासाना खाएर अनि बल्ल म भेट्छु ल तपाईँहरूलाई लाइन पनि छैन रहेछ कति जान्छ अरे लाइन चार्ज पनि छैन मेरोमा बुबु माथि आएर सुत्यौ यहाँ आएर सुतेछौ त्यही हो साथीहरू रुमको हालत चाहिँ यस्तो चाहिँ हिँडेर आएर सफा गर्नु भएको छैन अब चाहिँ म कपडा सपडा फेर्छु अनि भेट्छु ल साथीहरू खानासाना खाएर एकछिन आराम गरेर अब चाहिँ म आफ्नो कामतर्फ लागिसकेँ मेरो चाहिँ व्रत पूजा पुराण वर्तमानमा घाँटी पुरै बसेर पुरै अर्को भइरहेको छ एकछिन आराम गरेको कस्तो साह्रो परे जस्तो भइरहेछ क्या त्यहाँदेखि माथि दिन पनि जाडो भइरहेछ अब चाहिँ म यहाँ खोलिदिन्छु 2 भन्दा दिशाको जाडोमा जाडो छ बाले खोलिदिउँ चाहिँ यहाँ आलु खन्ने हुन्छ वहाँनिर घाँटी पुरै दुख्छ जस्तो हुँदैछ हो बाको फोन दिन्छ बा साथीहरू खोले पानी दिने पर्ने काम चाहिँ सकाइसकेँ मैले अनि अब चाहिँ मैले
अस्ति जाँदाखेरि लगाएको कपडा सपडा उता त्यो वर्तमानमा पूजाको अनि त्यो खोलाको ओरेको कुदेको कपडा सपडा चाहिँ मैले भिजाएको छु। अब चाहिँ मैले धुनु छ। पानी त हाम्रो घरको कस्तो छ तपाईहरुलाई थाहा छँदै नै छ है। अनि मौसम पनि पुरै जाडो भइरहेछ, घाम लागेको छैन। अस्ति 2-3 दिन त पुरा चर्को घाम लागिरहेको थियो है, अहिले त घाम पनि छैन। सो अब चाहिँ म लुगा सुगा धुनु छ। अनि हाम्रो घरमा चाहिँ अहिले यहाँ तोरी सोरी ल्याएर राखेर गजाङ गुजुङ छ। अब यस्तै हो साथीहरू पहाडमा है। अनि त्यस्तै छ, यता पनि तोरी नै थुपारेको छ, उता पनि तोरी नै पारेको छ। काम कुरो कता कता छ। यो ज्याकेट नै धुनु पर्ने थियो, तर पानी देखेर मलाई धुनु मन लागेन, धुलोले सखा पारेको छ। अनि त्यस्तै हो साथीहरू। अब चाहिँ म लुगा सुगा धुन्छु अनि त्यस पछाडि भेट्छु ल। घाँटी दुखेर हेर्नु न, पुरै दुखेर होइन, पुरै स्वर बसे जस्तो भइरहेछ। दुख्थ्यो त हल्का फल्का पनि मेरो। म लुगा धुन्छु। साबुन रहेन रहेछ यो बर्बु कति कुद्नु नि म। साथीहरू कपडा सपडा धोइवरी खाजा चिया खाएर चाहिँ अब चाहिँ म चट्टसँगले फेरि खोले बसाउनतर्फ लाग्दैछु। काम कुरो यस्तै यस्तै हो। ओ माई गडनेस, गुड ल देख्न पाइयो त। जोडी ढुकुर नाना कस्तो मजाले बसेछ, म देखाउँछु ल। वहाँनिर जोडी छ ल्या उडीको नि, पछि पछि गयो पनि। अर्को एउटा सिङ्गल छ बिचरा, म जस्तै। म पनि यहाँ छु, मेरो बुढो कहाँ छ त्यस्तरी नै सिङ्गलको लास्टमा सिक्यो है। अनि अब चाहिँ म यहाँ ठुलो ठुलो काट्छु, यस्तो बसाउँछु। यस्तै हो साथीहरू, मेरो आजको दिन यतिकै बित्यो ल्याङल्याङमै रेलामै काममै काम गरेरै बित्छ मेरो चाहिँ। अनि त्यही हो। काम सक्यो पछाडि चाहिँ अब मैले भ्लगहरू बनाइनँ, किनभने रातभर खाना सब्जी हेर्दै गर्दा गर्दै रातभर। अनि अहिले चाहिँ म रुम आइसकेँ। अनि सो आजको दिन चाहिँ यत्तिकै बित्यो मेरो। आज चाहिँ बर्थडे है, केही स्पेसल त्यस्तो केही भएन। अनि के बोल्नै सक्दैन यसरी है। त्यस्तो केही स्पेसल बर्थडे सड्डे केही मनाइएन गरिएन। अनि आजको दिन चाहिँ मेरो यत्तिकै बित्यो। जे होस् कुनै कुनै कुरा यादगार पनि रहे, कुनै यस्तै रहे हो। ठिकै छ, आजको दिन यसरी नै बित्यो। सो मलाई चाहिँ आज बर्थडेमा 2टा गिफ्ट मिलेको छ है। त्यो गिफ्ट चाहिँ कसले दिनुभएको भनेर म भन्छु। सो पहिला चाहिँ म देखाउँछु ल के छ भनेर। यहाँ रहेको छ एउटा गिफ्ट मेरो, अर्को यहाँ छ है। यो चाहिँ मलाई हाम्रो भाइ, मेरो देवर बाबु माधव भट्टराईले दिनुभयो। नाइस। यो चाहिँ घडी रहेको छ है। यो चाहिँ मलाई भाइले दिनुभएको। थ्याङ्क यू सो मच भाइ, तपाईँलाई यस्तो राम्रो गिफ्टको लागि। अनि अर्को छ मेरो प्यारा 2जना मित्रहरूले दिनुभएको। ओहो, सो यो चाहिँ रहेको छ अर्को गिफ्ट। यो चाहिँ मलाई मेरो 2जना साथी उर्मिला र टेलिसाले गिफ्ट गरे। थ्याङ्क यू सो मच गाइस for this beautiful necklace. I love it. अनि यो 2टा गिफ्ट चाहिँ मेरो आजको बर्थडेको स्पेसल मेरो प्यारा
शुभचिन्तकहरूले दिनुभयो अनि अरू सबैजनालाई पनि थ्याङ्क यू सो मच फर यर वार्म विसेस है। ब्लग मार्फत मैले सबजनालाई थ्याङ्क यू भने अनि अब अरू सोसियल मिडियामा त म भनिहाल्छु र पनि ब्लगमा पनि मैले भने। सो आजको दिन चाहिँ मेरो यत्तिकै नै बित्यो साथीहरू है। अनि ठिकै छ, राम्रै भयो जे भयो। अनि मनाउन चाहिँ पाइएन बर्थडे सड्डे, त्यसमा अलिकति दुःख मनाउँछु तर पनि केही छैन। अब केटाकेटी बेला भएको एउटा हुन्छ नि त अर्कै खालको अलिक मनाउने त्यही साथीभाइको देखेर मनाउन मन लाग्ने यतात्यता। अहिले त वास्तै हुन छोडेर क्या, तर पनि ठिकै छ कस्तो क्या हो यस्तो हुन्छ थाहा रहेछ। अब उमेर पनि ढल्किँदै अलिकति म्याच्योर पनि हुनु पऱ्यो नि त, बच्चा जस्तो गरेर त भएन। त्यसैले यति भन्दै अब चाहिँ म मेरो ब्लगलाई एन्ड गर्छु साथीहरू। एकदम ज्यादा गुवाल्या छु म चाहिँ 2-3 दिन अगाडिदेखि, तब चाहिँ म क्यापस सुत्दिन्छु अनि त्यही हो। यति भन्दै अब चाहिँ म ब्लगलाई एन्ड गर्छु। सो यति नै लिएर साथ दिनुभएको सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ, नयाँ मेरो भिडियो हेर्दै हुन्छ भने चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरेर मेरो भिडियो हेर्नु होला भन्दै अब चाहिँ बाई बाई एभ्रिवान, टेक केयर, लट्स अफ लभ।